नेपाली हरर स्टोरी युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरेर साथ दिनुहोला। र आउने दिनहरूमा के सुधार गर्न सक्छु प्रतिक्रिया नि दिनुहोला। आउनुहोस् आजको यो एपिसोड केहीबाट सुरु गरौँ। फोन बजेको सुनेर मेरो आँखा खुल्यो। आँखा खुल्दा पुरै अन्धकार थियो। सायद सधैँ जस्तो लोड सेडिङ भएको थियो। झ्यालबाट जुनको अलिअलि उज्यालो कोठाभित्र आइरहेको थियो। सिरानी मुनिबाट फोन निकाली हेर्दा मेरो साथी रोशनले मलाई कल गरेको रहेछ। फोन उठाउँदै हेलो, रोशन, किन कल गरेछ यति राति भन्दै मैले भने। तर उताबाट केही जवाफ नै आएन। एक्कासी बचाऊ बचाऊ भनेको आवाज आउन थाल्यो। के भयो रोशन, किन कराउँदैछस् भन्दै मैले उसलाई भने। मलाई यसले मार्छे, प्लिज मलाई बचाऊ भन्दै फोनबाट रोशनको आवाज आइरहेको थियो। मैले कसले मार्छ? हेलो हेलो रोशन, केही जवाफ नै आएन। मलाई रोशनको चिन्ताले धेरै सताउन थालेको थियो। उसको भर्खर नयाँ विवाह भएको थियो। रोशन मसँग नै एउटै ब्याङ्कमा काम गर्थ्यो। मैले धेरैपल्ट रोशनलाई फोन ट्राई गरेँ। तर मेरो फोन उसले उठाइरहेको नै थिएन। सायद रोशन कुनै ठुलो सङ्कटमा त छैन भन्दै म घरबाट एउटा फलामको खन्ती बोकेर रोशनको घरतिर दौडिएँ। रोशनको घर नजिकै थियो, तर अलि सुनसान ठाउँमा उसको घर थियो। घर छेउमै एउटा खोला अनि चिहान डाँडा पनि थियो। उसको घर कम्पाउन्डमा एउटा ठुलो पिपलको बोट पनि थियो। म उसको घर पुग्दा त्यहाँ धेरै नै शान्ति थियो र बत्ती गएको भएर निकै नै अन्धकार थियो। पिपलको बोटमा धेरै बकुल्लाहरू गुँड बनाइबसेका थिए र त्यहाँ सधैँ जाँदा बकुल्ला कराएको आवाजहरू आउने गर्थ्यो। तर त्यो रात त्यो बकुल्लाहरू सबै शान्त थिए। सायद आफ्नो आफ्नो गुँडमा पसिसकेका थिए। रोशनको घरको मुख्य ढोका भने खुल्ला नै थियो, तर उसको कोठा भने भित्रबाट बन्द थियो। ढोका ढकढकाउँदै रोशन, ओइ रोशन भन्दै मैले बोलाएँ, तर केही नै जवाफ आएन। त्यसपछि अझै जोरसँग ढकढकाउँदै भाउजू, ओ भाउजू भनेर पनि बोलाएँ। फेरि केही नै उत्तर आएन। त्यसपछि म बाहिर निस्केर रोशनको बेडरुमको झ्यालतिर गएँ, जुन खोला भएतिर फर्किएको थियो। त्यति बेलासम्म भने बिजुली आइसकेको थियो। झ्याल खुल्लै थियो र झ्यालबाट भित्र पसेर मैले त्यो कोठाको बत्ती बालेँ। बत्ती बाल्दा त मैले देखेँ कि रोशन त भुइँमा लडिरहेको रहेछ र भाउजूको भने नामो निशान नै थिएन। अनि रगत टेकेर बनिएका खुट्टाका पाइलाहरू जताततै थिए र ती पाइलाहरू सबै अनौठो किसिमको थियो। साधारण मानवको जस्तो खुट्टाको पाइलाहरूभन्दा धेरै फरक। सबै पाइलाहरू उल्टा थिए। केही पाइलाहरू भने झ्यालतिर गइरहेको थियो। यसो हेर्दा कोही झ्यालबाट बाहिर गएको जस्तो। रोशनलाई मैले उठाउने धेरै प्रयास गरेँ, तर उसको मुटु धड्किन छोडिसकेको थियो। उसको घाँटीमा कसैले टोकेको वा त कुनै तीखो हतियारले घोपेको जस्तो थियो। सिपिआर दिएर पनि धेरै कोसिस गरेँ, तर ऊ अघि नै मरिसकेको थियो। मैले भाउजूलाई खोज्दै उसको घरको पुरै जाँच गरेँ, तर भाउजूको नामो निशान नै थिएन। सायद कसैले रोशनको मर्डर गरी भाउजूलाई लिएर गयो होला भन्ने मैले सोचेँ। मैले नजिकैको चौकीमा कल गरेर सबै घटना बारेमा बताएँ र पुलिस पनि केही समयमा आइपुग्ने उनीहरूले बतायो। तर सायद पुलिस आइन्जेलसम्ममा भाउजूसँग केही नराम्रो घटना पो घट्ने हो कि भन्ने डरले मैले त्यो पाइलाहरू पछ्याउने निर्णय गरेँ। हातमा भएको टर्चलाइटमा त्यो पाइलाहरू मजाले देखिरहेका थियो। त्यो पाइला त खोलातिर पो गइरहेको थियो। सायद त्यो हत्याराहरू भाउजूलाई लिएर खोला तरेर पारी गएको हुनुपर्छ भन्ने मैले सोचेँ। तर मलाई पौडी खेल्न नआउने भएकोले करिब 1 किलोमिटर घुमेर पुल हुँदै त्यो खोला पारीपट्टि आइपुगेँ। त्यहाँ आइपुग्दा मैले देखेँ कि ती पाइलाहरू त त्यो चिहान डाँडातिर गइरहेको थियो। चिहान डाँडामा एक्लै राति हुँदी कसलाई चाहिँ डर लाग्दैन होला र। मलाई नि साह्रै डर लागेर आयो। अचानक पारीपट्टि रोशनको घरमा पुलिसका गाडीहरूको साइरनको आवाजहरू आउन थाल्यो। त्यसपछि म रोशनको घरतिर फर्किएँ। त्यहाँ पुगेर मैले सबै घटना बारेमा पुलिसहरूलाई पनि बताएँ र त्यो पाइलाहरू चिहान डाँडातिर गइरहेको र भाउजूलाई सायद ती हत्याराहरूले त्यतै लगेको हुन सक्ने बताए।
दुईजना प्रहरीसँगै म पनि चिहान डाँडातिर लागेँ। चिहान डाँडा पुग्दा हामीले त्यहाँ देख्यौँ कि त्यहाँ धेरै नयाँ अनि पुराना चिहानहरू थिए। कुनै भर्खर पुरिएको जस्तो, कोही चाहिँ धेरै पुरानो भएर चिहानहरू पनि टुटे फुटेका जस्तो। हामीले त्यो पाइलाहरू त्यहाँ भेट्टाउनै सकेनौँ। यताउता खोज्दै हामी भौतारिरहेका थियौँ। असै साहबले रोशनको कुनै झैझगडा वा त केही कारोबार लेनदेन त थिएन भन्दै सोध्न थाल्नुभयो। होइन सर, रोशन एकदम शरीफ थियो अनि सोझो केटा पनि थियो। न त जाँड रक्सी खान्छ न त कसैसँग झगडा गर्छ। हामीसँगै काम गर्छौँ। त्यस्तो मिलनसार मान्छेको को नै ज्यानै लिने दुश्मन हुन्छ होला र सर, भन्दै मैले बताएँ। त्यसपछि अझै उसको वैवाहिक जीवनको बारेमा प्रश्नहरू गर्न थाल्नुभयो। रोशनले केही हप्ता अगाडि मात्र उसको श्रीमतीलाई चिनेको थियो र बिहे पनि अघिल्लो दिन मात्र गरेको थियो। त्यो कुराहरू भने असै साहबलाई अलि शङ्कास्पद लाग्न थाल्यो। चिनेको हप्ता दिनमै विवाह, सायद कुनै चोरहरूको समूहको लुट मचाउने नयाँ तरिका पो हो कि भन्ने सोचेर असै साहबले घरमा जाँच गरिरहेका इन्सपेक्टरलाई वकिटकीमा सन्देश पनि पठाउनु भयो। अचानक खोजिरहेको एकजना सिपाहीले, असै साहब, यहाँ एकजना महिला लडिरहेको फेला परेको छ भन्दै बोलायो। एउटा चिहानको माथि भाउजू कपाल फिजाई, मुखभरि रगत नै रगत लतपत बोकी डरलाग्दो आवाजमा कुनै प्राचीन भाषामा बरबराउँदै आफ्नो टाउको ठोकिरहेको थिए। हामी भाउजूको नजिक गई उठाउनु खोज्दा भने भाउजू त्यहीँ नै बेहोस हुनुभयो। तुरुन्तै एम्बुलेन्स बोलाइ हामीले भाउजूलाई हस्पिटलतिर लग्यौँ। भाउजू धेरै समयसम्म बेहोस हुनुहुन्थ्यो। पुलिस पनि होस आएपछि बयान लिनुलाई भनी पर्खिरहेका थिए, किनभने भाउजूलाई मात्र थाहा थियो कि रोशनको हत्या कसले गर्यो र उहाँलाई चिहानसम्म कसले पुर्यायो। रोशनको परिवारहरू धेरै नै पीडामा थिए। रोशनको गाउँमै टन्न सम्पत्ति भए पनि सहरमा आफ्नै जितको कारण ब्याङ्कमा जागिर गर्नु आएको रहेछ र उसले बिहे पनि आफ्नै मर्जीले गरेको थियो रे। रोशनको सबै परिवारहरूले भाउजूलाई नै शङ्का गर्न थाल्नुभयो। हप्ता दिनसम्म पनि भाउजूको होस आएन। रोशनको परिवार पनि भाउजूको कुरुवा बसेर छोराको हत्याराको नाम सुन्ने आशामा थिए। दुईजना पुलिस पनि त्यहाँ खटाइएको थियो। म पनि बेला बेला काम सकेर हस्पिटलमा भाउजूको स्वास्थ्य बारेमा बुझ्नलाई जाने गर्थेँ। एक दिन म केसको बारेमा अपडेट लिनु भनी चौकीतिर गएँ। त्यहाँ पुग्दा मैले देखेँ कि त्यो चौकीको डिएसपी त मसँगै स्कुल पढेको मेरो साथी पो रहेछ। त्यसपछि सबै घटनाहरू मैले उसलाई पनि बताएँ। उसले त्यो घटना सुन्नु साथ यस्तो घटना पहिला पनि 2-4 वटा घटिसकेको बारेमा बतायो। उसले केही पुरानो फाइलहरू मलाई देखायो। ठ्याक्कै रोशनसँग घटेको जस्तै घटना पहिला पनि अरू केही मानिसहरूसँग घटेको रहेछ। हत्यारा र शङ्कास्पद व्यक्तिको बारेमा सोद्धा ओपन केस भएकोले त्यो सबै देखाउन नसक्ने उसले बतायो। त्यसपछि हामी दुईजना हस्पिटलतिर गयौँ। भाउजूको बारेमा डाक्टरलाई सोद्धा सबै कुरा ठिकै रहेको डाक्टरले बतायो। मेरो साथीले भाउजूलाई मजाले हेरिरहेको थियो। अचानक मलाई तान्दै बाहिर लगेर मेरो साथीले जे भन्यो त्यो सुनेर मेरो होस नै उड्यो। त्यो पुरानो मर्डर केसहरूको मुख्य आरोपी त भाउजू नै पो रहेछ। हरेक घटनाहरूमा त्यो भाउजूको हात थियो अरे र अरू जिल्लाहरूका पुलिसहरूले पनि भाउजूलाई खोजिरहेका रहेछन्। यो पल्ट भने मलाई रोशनले कल गरेको कारण म त्यहाँ पुग्नु सफल भएँ र मात्र भाउजू पक्राउ पर्नु भएको थियो। पहिला पहिलाको केसहरूमा सधैँ नै गायब हुने गर्थ्यो रे, तर भाउजूको धेरै दिनसम्म पनि होस आएन। सायद कुनै अलौकिक शक्तिहरूको कब्जा छ कि भनी हामीले हस्पिटलबाट निकालेर जान्नेकोमा पनि लग्यौँ। हामीले सबै घटनाहरू त्यो जान्नेलाई बतायौँ। आँखा बन्द गर्दै जान्ने जोखाना हेर्न थाल्नुभयो। जान्नेको अनुसार त्यो भाउजू मानव बुवा र चुडेल आमाबाट जन्मिएको थियो रे। केही दिन मानव र केही दिन चुडेलमा परिणत हुने गर्थे रे। मानव भएको बेला मायामा परि बिहे गर्ने अनि चुडेल भएको बेलामा आफ्नै बुढाको खुन चुस्ने गरेको जान्नेले बताउनु भयो। जान्नेले केही तन्त्र मन्त्र गर्दा पनि केही हुन सकेन। मानसिक अस्पतालमा लगी जाँच गराउँदा पनि त्यस्तो कुनै मानसिक समस्या भने केही नै देखा परेन। तर पनि केही दिनको लागि निरीक्षणमा त्यही अस्पतालमा उहाँलाई राखियो। अन्त्यमा भाउजूमाथि चुडेल हावी भएकोले हस्पिटलको माथिल्लो तलाबाट हाम फालेर भाउजूको मृत्यु भयो। यो सबै घटनाहरू काल्पनिक हुन्। यो मनोरञ्जनको लागि मात्र हो। यदि कसैको जीवनमा मिल्न गए संयोग मात्र हुनेछ। तपाईहरुलाई आजको यो एपिसोड कस्तो लाग्यो? यदि मन पर्यो भने च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला र आउने दिनहरूमा के सुधारहरू गर्न सक्छु त्यो बारेमा प्रतिक्रिया पनि दिनुहोला। यदि तपाईहरुसँग पनि यस्तै किसिमका अलौकिक घटनाहरू छन् भने
डिस्क्रिप्सनमा दिएको फेसबुक पेज वा त हाम्रो इमेल आइडीमा पठाउन सक्नुहुन्छ। धन्यवाद।